स्वागत छ तपाईँलाई आज हाम्रो दोस्रो दिन भनौँ सेडिङको। आज चाहिँ हामी यो जुन अब्जेक्ट छ नि आज यसको युभी मिलाएर आज हामी यसमा टेक्सचर पेन्ट गर्न जाँदैछौँ। र त्यसको लागि चाहिँ हामी सुरुमा युभी एडिटिङमा जानुपर्छ। पहिला चाहिँ म यो अब्जेक्टलाई सोलो गर्छु ल सजिलोको लागि। एकचोटि ओके। सो मैले यसलाई सोलो गरेँ। सो यसको युभी काट्नको लागि चाहिँ हामी पहिला सुरुमा एडिट मोडमा जानु पर्यो। सो अब यसको युभी हेऱ्यो भने चाहिँ अहिले यस्तो आइरहेछ। सुरुमा मैले एकचोटि रिसेट गरेर बुझाउँछु। सो रिसेट गर्दाखेरि चाहिँ हाम्रो यस्तो टाइपको युभी बनिन्छ र यो युभीमा चाहिँ हरेक पोलिगन एकअर्कामा कनेक्ट छ क्या अहिले चाहिँ, जसले गर्दा टेक्सचर पेन्टिङमा एररहरू धेरै आउन सक्छ। सो कस्तो एरर आउँछ भने चाहिँ अहिले हामी हेर्न जाँदैछौँ। पहिला एकचोटि अब अर्को एउटा यसरी आडी गरौँ, फ्रन्ट हुने राखिराखौँ। सो यहाँ आएर चाहिँ हामी युभी एडिटिङको सारा सेल एडिटर हाल्छौँ। सो अब हिजो हामीले एउटा इमेज टेक्सचर हालेको थियौँ नि। सो आज पनि हामी यसमा एउटा नयाँ इमेज टेक्सचर क्रिएट गर्छौँ। सिफ्ट ए इमेज टेक्सचर कलरबाट बेस्ट कलर। अहिले हेर्नु भने चाहिँ पुरै ब्ल्याक छ कि। अब यसमा हिजो ओपन गरेर हामीले इमेज हाल्नु। सो आज हामी त्यस्तो गर्दैन। आज हामी जस्ट न्यू क्रिएट गर्छौँ, अनटाइटल ओके। सो अब हेर्नुभयो भने चाहिँ पुरै ब्ल्याक आयो कि होइन। अब यसको लागि चाहिँ कस्तो टेक्सचर पेन्ट गर्नु त भन्दाखेरि हामीले एडिट मोड जुन छ नि, सो यसको ठाउँमा गएर हामी टेक्सचर पेन्टमा चेन्ज गर्छौँ। त्यसपछि हामी अब यसमा पेन्ट गर्नु मिल्ने अप्सन आयो। अब यहाँ हेर्नुभयो भने चाहिँ यो जुन यो सर्कल आइरहेछ नि, यो सर्कल ठुलो सानो गर्न चाहिँ ब्राकेट, ठुलो गर्नलाई बिग ब्राकेट र सानो गर्न चाहिँ सानो ब्राकेट। सो अब म यसमा चाहिँ कलर सेलेक्ट गर्छु, यो ब्ल्याकको सट्टा यहाँ जुन कलर छ नि अलिकति यस्तो ठुलो गरिदिउँ। यो ब्ल्याकको सट्टा म यसमा व्हाइट गरेँ। यसरी मैले यसमा पेन्ट गरेँ भने चाहिँ हाम्रो सबै पोलिगन एकअर्कामा कनेक्ट छ नि त। सो एकअर्कामा कनेक्ट छ नि, सोले गरेर यस्तो बिग्री सब एकचोटि व्हाइट तानिदियो क्या। अलिकति सानो पर्दाखेरि पनि यसो कन्सेन्ट्रेट गरौँ। अझ अलिकति सानो गर्छु। यो ठाउँमा मैले अलिकति यस्तो कोरेँ भने जस्तै देख्नुभयो भने, किनकि पोलिगन सब एकअर्कामा कनेक्ट छ कि। यहाँ एडिटबाट गएर हेरौँ एकचोटि, सब एकअर्कामा कनेक्ट छ क्या। सो त्यसले गर्दा चाहिँ यसले क्यालकुलेट गर्नु सक्ने यसको युभी के कस्तो छ भनेर चाहिँ। सो अब यसलाई अनट्र्याप गर्न चाहिँ हामी धेरै जस्तो टेक्सचर पेन आएर कन्ट्रोल Z हाल्नु एकचोटि नै ओके। यु अनट्र्याप, यसमा रिभ्यू अनट्र्याप गर्छौँ यसमा चाहिँ, किनकि यसमा हामीले अरू त्यस्तो धेरै केही मिलाएर राख्नु पर्दैन, किनकि यो जस्ट हाम्रो क्युब बेस भयो नि त अब्जेक्ट। त्यसले गर्दा यदि क्युब बेस नभएको भए चाहिँ हामीले हेऱ्यौँ भने चाहिँ जस्तै हाम्रो फेस छ भने चाहिँ यस्तो छोराछोरी हामी मार्क्सिम गरेर यसरी अनट्र्याप गर्नुपर्छ, त्यसमा त यस्तो फेसहरू मिल्छ। सो यसको डिटेलली चाहिँ हामी अर्को भिडियोमा हेर्नेछौँ। म भिडियो अपलोड गर्नेछु केही दिनमा, त्यसमा हामी डिटेलली हेर्नेछौँ। सो आज चाहिँ यो जस्ट यसको हेरौँ। सो यु अनऱ्याप, यसमा रिभ्यू अनऱ्याप करेक्ट एस्पेक्ट ओके। मैले जुन जुन सेलेक्ट गरेँ नि त्यो त अब सब यहाँ छुट्याइरहेछ नि, यहाँ हेर्नुभयो भने यसमा मैले यल थिचेँ भने चाहिँ उसले जुन यसको प्रोजेक्टले आइलाइन छुट्यायो भनेको छ नि, यसलाई आइलाइन भनिन्छ। यो जुन छुटेको छ नि यसलाई आइलाइन बक्स भनेर सम्झिन्छ यसलाई चाहिँ। सो यल गऱ्यो भने जुन लिङ्क छ एउटामा सो त्यो सेलेक्ट हुन्छ, जस्तै यो अब अहिले यो एउटा कनेक्ट छैन नि त। अब यो अब्जेक्ट छ नि यसले चाहिँ सिङ गर्छ कि, युभी सिङ गर्छ यसले चाहिँ। मैले युभी सिङ गरेँ भने चाहिँ यहाँ मैले जुन सेलेक्ट गरेँ नि त्यो ठ्याक्कै यहाँ सेलेक्ट भइदिन्छ क्या। अब हेर्ने, किनकि यो एउटा युभीमा छ नि यो सेम युभी बसेको छ क्या, किनकि सेम भर्टिसेसहरू एउटै एक अर्कामा कनेक्ट भइरहेछ नि त। सो यो यस्तो भयो। सो यस्तो नहुनुको लागि चाहिँ हामी यो युभी सिङ अफै गर्छौँ। अब हेरौँ भने चाहिँ 1 घन्टा घट्यो नि त सेलेक्सनहरू। सो अब अघि जस्तै यल थिच्यो भने जुन आइलाइन सेलेक्ट गर्नु चाहिने त्यो टु थिच्नु भयो भने चाहिँ एज सेलेक्ट हुने भयो, ठुलो सानो कसै गर्ने। फेसेस सेलेक्ट गर्नु मिल्यो, भर्टेक्सहरू
अब यसमा टेक्सचर पेन सुरु गरौँ हामी चाहिँ। सो टेक्सचर पेनमा चाहिँ हामी अघि जस्तै एडिट मोडबाट हामी टेक्सचर पेनलाई सेलेक्ट गर्छौँ। यो चाहिँ हाम्रो ब्रसहरू, कुन कुन ब्रसहरू छ। अब यहाँ चाहिँ यो ब्रसको प्रिसेट भन्दा नि भयो। आर्ट ब्रस, पेन्ट आर्ट कसरी पेन्ट गर्ने हो, एयर ब्रस होइन, छोराछोरी क्लोनहरू, यो छोराछोरी छन् ब्रसहरू चाहिँ। अनि यो चाहिँ पेन बकेट फिल भयो। सो अहिले त हामीलाई ब्ल्याक छ नि त, सो यसको कलर चेन्ज गरेर म चाहिँ यहाँ अहिले निलो, सो निलो बस्यो नि त। अब यसमा मैले पेन गर्नुको लागि चाहिँ अब मैले केही पेन गरेँ भने पहिला ब्रस लिनु पऱ्यो। एकचोटि सेभ नि गरिदिइरहेको छु। यो चाहिँ सेभ, यसको युभी मैले सेभ गरेर राख्छु। सो अब म यसमा पेन गर्छु, कलर व्हाइटै लिउँ। अब मैले पेन गरेँ भने अब कस्तो बस्छ त अब किनकि अब जस्तो अहिले त एकअर्कासँग कनेक्ट छैन नि त। अघि जस्तो अघि भए हाम्रो यसमा सबै पोलिगनहरू कनेक्ट थियो, जसले गर्दाखेरि अलिकति पेन गर्ने सबैमा बसिरहेको थियो नि, युभी मिलाएको थिएन क्या अघि न चाहिँ। पोलिगनहरू एकअर्का कनेक्ट भएपछि चाहिँ हाम्रो इरर उठेर आएको थियो पेन गर्नु। सो अहिले सजिलो भयो, जस्तो मलाई लाग्छ त्यस्तो पेन गरेर भयो। कन्ट्रोल जेड अन्डुको लागि, यो ब्रस साइज ठुलो सानो गर्नु लागि भन्दा चाहिँ ब्राकेट, ठुलो गर्न ब्राकेट, सानो गर्न यो सानो ब्राकेट, न त यहाँ त रेडियसहरू चेन्ज गरिनु भयो। अलिकति यस्तो हेर्नु भने स्ट्रोक कस्तो चाहिने, स्ट्रोक साइजहरू, स्ट्रोकमा स्पेसिङहरू कस्तो चाहिने हो, टेक्सचर मास्क, टेक्सचर ब्रस। अब चाहिँ हामी यसमा अब जस्तै अरू गेम बक्सहरू हेर्नु भयो भने तपाईँले यस्तै घर टास्टादेखि देख्न सक्नुहुन्छ नि। सो अब हामी त्यो यसमा चाहिँ सेभ गर्न मिल्छ। ओके, रिनेम गरेर गेम बक्स चाहिँ हाल्दै यसको नि। अब यसमा इमेज टेक्सचर हाल्नु पऱ्यो अरे। सो त्यसको लागि चाहिँ अब हामी यो टेक्सचर भन्ने छ, टेक्सचरमा न्यू गऱ्यो भने चाहिँ न्यू गरेर अनि उयो बटन छ नि, सो टेक्सचर एन्ड टेक्सचर ट्याब, यतिजना यस्तो आयो। सो यसमा हामी ओपन गर्छौँ, ओपन गरेर एउटा पिएनजी इमेज जुन भयो नि लिन्छौँ। सो मसँग चाहिँ यहाँ छ, पोकेमनवाला लिउँ। अब मैले यस्तो गरेँ भने चाहिँ ठ्याक्क बस्थ्यो कि साइज यति छ नि त पोकेमनको, साइज बढाइदिउँ। एउटा मैले यता हालिदिएँ, साइज घटाएर मैले यता कर्नरतिर यस्तो च्याप दिएँ अरे। यस्तो हेरेर अब यो साइडतिर पनि यसरी हाल्यो नि, दुई साइडमा बस्यो। पछाडि चाहियो भने पनि अब पछाडि नै हामीले हाल्न मिल्यो। किनकि अहिले हाम्रो पेन हाटमा छ नि त। जस्तै अब यो मैले छुट्टै गरेँ भने छोराछोरी यो ब्रसहरू पनि गर्न मिल्यो। सो अहिलेलाई म यो पेन हाटै गरिरहेको छु। अहिले किन यो कलरहरू यस्तो आइरहेछ भन्दा चाहिँ अहिले हाम्रो यो ब्लू नै छ नि त, पुरै व्हाइट हुनुपर्ने हो क्या खासमा चाहिँ। अहिले उसले एक्ज्याक्ट कलर फालिरहेको छैन नि। सो यसलाई चाहिँ हाम्रो जहिले पनि यो स्टिकर पेन गर्दाखेरि चाहिँ जहिले पनि हाम्रो यो फर्स्ट कलर बेस कलर व्हाइटै हुनु पऱ्यो। त्यसको लागि चाहिँ म पहिला आफूले व्हाइटै गरिदिन्छु यसलाई। म अघि जस्तो एकछिन पेन गर्छु, फरक देख्नुभयो नि। ड्र्याग गऱ्यो भने चाहिँ यस्तो बस्छ ल। अहिले हाम्रो अलिकति साइड साइडमा ब्लरहरू दिइरहेछ नि, यसलाई सो अलिकति क्लिक गर्नुभयो भने ओके। अझ अलि यता यो साइडमा चाहिरहेछ, मलाई यो साइडमा पनि चाहिरहेछ अलिकति सानो। सो अब यसरी छोराछोरी इमेजहरू हाल्न मिल्यो। अब यसमा रिनेम गरेर यसमा मैले पोकेमन गरेँ। एल्फा अफ गर्नुभयो भने चाहिँ अब यो जस्तो छ नि ब्ल्याक आउँछ कि। सो एल्फा अफ गऱ्यो भने चाहिँ यसलाई चाहिँ एल्फा अनै हुनु पऱ्यो। यसको युभी छुट्याउनु त सजिलो थियो नि। अब चाहिँ हामी म युभीको बारे अलिकति एक्स्ट्रा के भन्छु डिटेलिङ, दुई तिनवटा कसरी छुट्याउने, मार्क्सिम र उसवालाको गरेर कसरी युभी छुट्याउने। सो अब चाहिँ त्यो हेरौँ। यदि यस्तो यो जस्तै हामीले स्टिकर हालेर यस्तो देखाएन भने चाहिँ होइन, तपाईँहरू उहाँ यता अघि जस्तो युभी रिडिङमा गएर यता यो इमेज छ नि, इमेज चाहिँ सेभ गर्नु, त्यसपछि देखाउँछ त्यो टेक्सचर देखाएन भन्ने चाहिँ। अब सेटिङ ट्याबमा जाउँ एकचोटि, म यसको कलर अलिकति चेन्ज गरिदिन्छु। सो मैले यसमा यस्तो हेर्नुभयो भने चाहिँ कलरमा हेर्नु भने छोराछोरी चाहिँ ब्राइटनेस, ग्यामा, ह्यू, सेचुरेसन, इन्भर्ट कलर, अब जुन युज गरे नि भयो। सेडिङ एक्स्ट्रा सेडिङहरू के थप्नुपर्छ भने यता थप्नु मिल्यो, जस्तो मिक्स एरर नोट युज गरेर। अहिले चाहिँ म जस्ट कलरमा गएर ह्यू सेचुरेसन अलिकति ट्विक गर्नको लागि ह्यूको भ्यालु चलाइदिन्छु 0.7, 0.4, 0.37।
कलरहरू चेन्ज भयो नि त यो एडी तपाईँले चेन्ज गर्नुपर्छ भने चाहिँ यसरी चेन्ज गराउनु भयो ओके म यसले बनाइदिउँ यसले नि राम्रै देखिरहेको रहेछ ओके सेभ होइन ओके 0.8 मा पिङ्क 0.9 ओके ओके वाने गरिदिन्छु ल यसले राम्रो लाग्यो यसमा चाहिँ अन्डरको बारेमा म अलिकति भन्न जान्दैछु सो त्यसलाई चाहिँ सुरुमा चाहिँ म क्युब लिउँ अहिले हाम्रो डिफल्ट गरेर चाहिँ यस्तो आउँछ म अहिले यसको लागि चाहिँ रिसेट गरिदिन्छु सो रिसेटमा चाहिँ हाम्रो हेर्नुभयो भने चाहिँ पुरै सिङ्गल छ नि त अहिले त त्यस्तो केही छैन नि सो अब यसको लागि चाहिँ म मार्कसिम गरेर एउटा देखाइदिन्छु कन्ट्रोल ई मार्कसिम अब यता युटी चाहिँ भएन अब यता माथि युभी भन्ने अप्सन छ यहाँ आएर पहिला सबै सेलेक्ट गर्नु पर्यो यु किनकि अहिले मेरो यो सिमहरू छ नि त म फेरि यसलाई चाहिँ मार्कसिम गरिदिन्छु यो जस्तै मार्कसिमले चाहिँ अब्जेक्टहरू होइन अब्जेक्टको युभी कसरी कहाँले मिलाउने ठ्याक्क कहाँनिर ब्रेक गर्ने भने उसले हेल्प गरिदिन्छ क्या मार्कसिमले चाहिँ अब एकचोटि यो मङ्कीको भने एकचोटि हेरौँ हाम्रो सलमा हाम्रो डिफल्टै हो अहिले हेर्नु चाहिँ उसले छुट्याइरहेको छैन म चाहिँ यसलाई सुरुमा चाहिँ रिसेट गरेर देखाइदिन्छु रिसेट सो केही छैन नि अब मार्कसिम गर्दाखेरि चाहिँ अहिले एकचोटि मैले यति लिएर मार्कसिम अनऱ्याप कन्फर्मल जस्तो अहिले यो छुटिरहेको छ नि त जस्तो मैले यता मार्कसिम गरेँ सो मार्कसिमले गरेर यो छुट्याइदियो नि अब फेरि म अलिकति यता मार्कसिम गरिदिन्छु कन्ट्रोल ई मार्कसिम सेभ सेलेक्ट कन्ट्रोल ई मार्कसिम यु जस्तै अब मैले जस्तै मार्कसिम गर्दै गएँ नि त्यसरी नै अब युभीहरूले आफूले ब्रेक गर्दै गयो कि सजिलोसँग सो यसको डिटेलको बारे चाहिँ हामी पछि हेर्नेछौँ आज चाहिँ हामीले युभी एडिटिङ कसरी गर्ने बेसिक हल्का सिम्पल त्यति सिक्यौँ भोलि चाहिँ हामी टेक्सचरहरू एक्स्ट्रा टेक्सचरहरू कसरी ल्याएर हाल्ने होइन डिफ्युज नर्मल म्यापिङहरू यसो कसरी डाउनलोड गरेर हाल्ने हामी भोलि सिक्छौँ त्यो टेक्सचरहरू चाहिँ आज हामीले यो युभी एडिटिङमा चाहिँ मार्कसिमहरू युज गरेर टेक्सचर कसरी छुट्याइन्छ कसरी ब्रेक गर्छ त्यो बेसिकमा हेरौँ सो त्यो युभी एडिटिङको बारे चाहिँ डिटेल म पछि प्रोभाइड गर्नेछु सो त्यसको लागि चाहिँ स्टे ट्युन र धन्यवाद मेरो भिडियो हेरिदिनुकोमा सो अब हामी भोलि भेट्नेछौँ सी यू सुन बाई बाई थ्याङ्क यू